हरे कृष्ण दर्शन सबैलाई। आज चाहिँ म के अरे मोस्ट आएको थिएँ। अनि यो मोस्टाको चाहिँ यो चर्च हो होइन। अनि यो चाहिँ वर्ल्डको थर्ड नम्बरमा चाहिँ आउँदो रहेछ यो चर्च चाहिँ। अनि चर्चभित्र चाहिँ हजारौँ वर्ष पहिलाको पुरै अब मूर्तिहरू कलाहरू चाहिँ सरेर राखेको छ होइन। मैले चाहिँ अब त्यसको बारेमा चाहिँ पछि देखाउँला। अनि यहाँ यो चर्चको मुनि पनि सुरुङ पनि छ है, फेरि गुफा टाइपको। यहाँ तल पनि तिनीहरूले मजाले त्यो पुरानो पुरानो चिजहरू चाहिँ राखेको छ। अनि त्यसको बारेमा पनि अब पछि म हजुरलाई देखाउँला। अनि माल्टा चाहिँ अब त्यस्तो खासै त्यो विदेश आए जस्तो चाहिँ छैन, सिम्पल गाउँ जस्तो हाम्रो यो बसन्तपुर जस्तो चाहिँ छ होइन। अनि सेता सेता घरहरू, पुरानो पुरानो घर, ठुल्ठुलो बिल्डिङ चाहिँ अब हामी चाहिँ सेन्ट जुलियनतिर जानुपर्छ। सेन्ट जुलियनतिर होइन, यता चाहिँ सिम्पल यही सानोतिनो एक दुई तलाको घरहरू त्यस्तै छ। तल तल सानोतिनो होटेल। अनि रोड पनि त्यस्तो खासै ठुलो छैन, यहाँ त्यस्तो गाह्रो चाहिँ छैन। त्यो चाहिँ म चाहिँ गाडी चढेर यता सिपमा आइपुगेँ। सिपमा चाहिँ अब अहिले समर लाग्यो भएर मान्छेहरू चाहिँ भिजिटरहरू चाहिँ टन्नै रहेछ। अनि यहाँको क्रुज चाहिँ अब यस्तो छ हेर्नु होइन। अब मैले चाहिँ फर्स्ट एक्सपिरियन्स टाइपकै हो क्रुज चाहिँ। यहाँ पहिला त एकदम कस्तो होला भने जस्तो लागेको थियो, त्यस्तो ठिकै छ जे पनि। माल्टाको क्रुज हो, माल्टा टु गोजो गर्छ, जम्मा आधा घन्टा जस्तो लाग्छ यताबाट उता जान। अनि म चाहिँ यता भित्र आएँ। अनि बाहिरको भ्यू चाहिँ यो हेर्नुहोस्, बाहिरको भ्यू चाहिँ अब राम्रै छ जे भयो नि। त्यो चाहिँ अर्को क्रुज हो। अर्को क्रुज चाहिँ अब आउँदैछ। हामी चाहिँ अब पारी जाँदै हो, त्यो पारीको चाहिँ गोजो। यहाँबाट माल्टाबाट गोजो जान चाहिँ आधा घन्टा जस्तो लाग्छ। अनि मैले चाहिँ हजुरलाई अब यसो क्रुजको चाहिँ देखाइदिएँ। आज भिजिटरहरू चाहिँ टन्नै छ फेरि। अब समर लाग्यो भएर मान्छेहरू गुटुङ टुङ 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 आइरहेछ होइन। अनि त्यही भएर आउने जाने मान्छेहरू टन्नै छन्। अनि यो चाहिँ गोजो च्यानल लाइन भन्ने चाहिँ त्यो हो। यहाँको उहरू चाहिँ म देखाइदिन्छु। त्यस्तो खासै चाहिँ छैन, त्यही पनि देखाइदिउँ भनेर हो हजुरहरूलाई। अनि यता भित्र चाहिँ यो चाहिँ सिम्पल यो बस्नको लागि यो चाहिँ 4 तलादेखिबाट 5 तलासम्मको हुँदो रहेछ। अनि यो चाहिँ अब डाइनिङ हो। अब खानासाना यताउता गर्नको लागि सिम्पल सप यता छ। अनि सपमा अब त्यस्तो खासै होटेल टाइपको होइन, सिम्पल ग्रोसरी सप हो। अनि यता चाहिँ यो चाहिँ सोफाहरू बस्नको लागि। अनि यो चाहिँ बाहिरको भ्यू जुन यो चाहिँ अब यो चाहिँ टप फ्लोर हो यो चाहिँ। अनि टप भन्दा नि योभन्दा नि माथि चाहिँ अब अर्को क्रुजको त्यो पाइलटहरू बस्ने ठाउँमा चाहिँ हामी जान दिँदैन। त्यही भएर मैले चाहिँ राउन्ड राउन्ड तरिकाले यताउताबाट देखाइदिरहेको छु। अनि त्यो पारीको चाहिँ हाम्रो माल्टा हो। माल्टाबाट चाहिँ म यता छोडेर आइसकेँ। माल्टा उता आइल्यान्ड, माल्टा आइल्यान्डबाट म चाहिँ अब यता गोजो आइल्यान्डमा जाँदैछु। यो चाहिँ मैले पुरै आफ्नो मुमेन्टहरूलाई चाहिँ क्याप्चर गर्नको लागि चाहिँ बनाएको भिडियो हो होइन। अब यसमा अब रेकर्डिङमा चाहिँ केही कमी कमजोरी भयो भने चाहिँ भनिदिनु। अब एडिटिङ त मलाई आउँदैन नि आउँदैन, गर्नै गरेको होइन। सिम्पल जे हो भिडियोमा त्यसमा जम्मा रेकर्ड गराएर गरेको छु। अनि केही कमी कमजोरी यसरी बनाउनु पर्थ्यो भनेर भन्नुहुन्छ भने भनिदिनु, म नेक्स्ट भिडियोमा सच्याउँछु। हरे कृष्ण।